Namaste, Lasufepula everyone. This is my first mini vlog. आज चाहिँ हामीहरू नयाँ ठाउँ घुम्न हिँडेको नयाँ त के भन्नु खासै तर जस्ट भाइरल ठाउँ भनौँ हामीहरू चाहिँ कुवेत आएको 4 years हुन लाग्यो मेबी होइन तर फर्स्ट टाइमै हो यता आएको चाहिँ अब हामीहरूले चाहिँ टिकट लिएर भित्रतिर हिँडेको टिकटको चाहिँ 1 पर्सनको 3 क्युडी छ है गाइज कि चल्छ क्यास चाहिँ चल्दैन होला मेबी आई डोन्ट नो सबै ठाउँमा प्रायः जस्तो कुवेतमा प्रायः सब किनेकै छ होइन त्यही पनि क्यास चल्दैन जस इन्फर्मेसन दिएको नराम्रो चाहिँ नसोच्नु होला अब मलाई थाहा भएको कुरा भनेको तपाईँहरूले फेरि त्यस्तो नेगेटिभ नसोच्नु अब हामीहरू यता यस्तै के भन्छ जङ्गल यस्तै छ न त मैले फर्स्ट टाइमै आएको खास मलाई नि राम्रोसँग चाहिँ थाहा थिएन कस्तो छ भने तर एकदम राम्रो छ होइन भ्यूहरू एकदम राम्रो छ फोटो खिच्न भिडियो बनाउन एकदम पर्फेक्ट ठाउँ छ तपाईँहरू पनि जानु होला घुम्नलाई कस्तो दामी छ कि ठाउँहरू कति धेरै छ ठाउँ तपाईँहरूलाई थाहा छैन होला खास अब यो भिडियोमा त त्यति सबै एकैचोटि देखाउन अलिक खासै सकिँदैन तपाईँहरू नि जानु गएर हेर्नु यो यस्तै हो झर्ना पानीको वाटरफल अनि माछाहरू छ ड्राइगनहरू छ रकेटहरू पनि छ अनि तपाईँहरूलाई मेन फर्स्ट कुरा अब जेन्ट्सहरूको त त्यस्तो केही प्रब्लम छैन लेडिजहरूको चाहिँ जियोस् हाफ लुगामा प्रब्लम छ छोटो कपडाहरू लाउन अलर्ट छैन यो चाहिँ म तपाईँलाई इन्फर्मेसन दिन्छु पछि फेरि उता गएर इन्ट्री हुँदैन त्यही हो बुझिदिनु होला अनि फर्स्ट अफ लास्ट एन्ड फाइनल इम्पोर्टेन्ट कुरा तपाईँहरू यहाँ 6वटा बिल्डिङ छ घुम्ने ठाउँ त्यो 6वटामा जहाँबाट इन्ट्री हुनुभयो त्यहीँबाट एक्जिट हुनुपर्छ अरू ठाउँबाट निस्किनु भयो भने तपाईँहरू घुम्न मिल्दैन अनि बिहान 8 बजे होइन मेबी 9 बजे खोल्छ होला बेलुका 8 बजीसम्म चल्छ त्यति भरिमा दिनभरि तपाईँ जति घुमे पनि त्यही 3 रुपियाँको टिकटले नै चल्छ एउटै ठाउँमा 2-3 चोटि जाँदा पनि हुन्छ त्यही हो मेन कुरा Okay, bye guys. Thank you for my mini vlog watching. खास मलाई बोल्न खास आउँदैन तर ट्राई गर्दैछु त्यही हो ट्राई इज बेस्ट